नमस्ते तपाईहरु दुईजनालाई नै नमस्कार। नमस्ते। नाम भनिदिनुस् न। उद्धव ढुङ्गेल। अनि तपाई चाहिँ उहाँको? म वाइफ अदिति ढुङ्गेल। अहिले कहाँ हुनुहुन्छ? हामी भक्तपुर क्यान्सर हस्पिटल। कुन वार्डमा हुनुहुन्छ अहिले? प्यालेटिभ वार्डको 135 मा। 135 मा है। कति भयो प्यालेटिभ केयर सँगै उपचार गरिराख्नु भएको? 1 वर्ष भयो। अनि कस्तो अनुभव भइरहेछ? 1 वर्षदेखि तपाई प्यालेटिभ केयरसँग हुनुहुन्छ, हाम्रो टिमसँग हुनुहुन्छ। मलाई त यो मेरो आफ्नै सेकेन्ड घर जस्तै अनुभव, एकदम ढुक्क आनन्द। यहाँ आएपछि कोठामा हुँदा बरु गाह्रो भए पनि यहाँ आएपछि फेरि मुस्कान आइहाल्छ। तपाईले केही भन्न चाहनुहुन्छ? आज चाहिँ कम्बो फिल राम्रो अनुभव भइरहेको हैन? कम्बो फिल। तपाई जस्तै बिरामीहरूलाई के सल्लाह दिनुहुन्छ? जस्तै यो प्यालेटिभ केयरले के गर्दो रहेछ त? ठिक छ, आफ्नो कम्प्लिटली चाहिँ सेवा लिइसक्नु, त्यसपछि त्यसबाट चाहिँ के प्राप्त हुन्छ। यसले सजिलो बनाउँछ भन्न चाहनुहुन्छ? सजिलो बनाउँछ भने अपेक्षा समग्रमा गरेको छ। तपाई भनिदिनुस् त। होइन, अस्ति उहाँलाई चाहिँ एकदम गाह्रो थियो, अहिले चाहिँ आज चाहिँ उहाँ एकदम ह्याप्पी हुनुहुन्छ। अक्सिजन पनि लाउनु परेको छैन, एकदम सन्तुष्टि छु म। पहिला सबैभन्दा गाह्रो बनाउने कुरामा के थियो? पहिला चाहिँ दुखाइ थियो? दुखाइ थियो हजुर। हो, कहाँनिर दुख्थ्यो? एरिया यो राइट साइडमा दुखाइ थियो। अहिले 3 महिना जस्तो भयो, अहिले दुखाइ चाहिँ एकदम कम छ, अहिले चाहिँ राम्रो छ। अनि हामीले श्वासको लागि कम गर्नलाई के गर्यौं? हामीले यहाँ आएपछि अक्सिजन एउटा अक्सिजन दियौं। अनि अरु के गर्यौं? पाइप राख्यौं, छातीमा पाइप राखेका छौं। हजुर। अब नियमित पानी झिक्नु नपर्ने गरी हैन, घोच्नु नपर्ने गरी एकचोटी राखेपछि अब सजिलो तरिकाले उहाँलाई अक्सिजनबाट पनि बाहिर निकाल्न सकेका छौं है। त्यो पहिला भन्दा सजिलो भइरहेछ हैन त? एकदम सजिलो भयो। हिजो भन्दा आज झन् धेरै राम्रो भयो। ल हुन्छ, उहाँलाई अझै सजिलो होस् भन्ने कामनासँगै है त। ल, धन्यवाद। धन्यवाद, नमस्कार।